हेलो साथीहरूलाई हेर्नुहोस् त यो माछा मार्ने कला मान्छेहरूमा अनेक थरी हुँदो रहेछ। यहाँ यो हिले माछाको लागि डडिया थापिएको छ। पानी नै यति गहिरो रहेछ कि हिलो र पानी र मान्छेहरू आधी आधी त मान्छेलाई डुबाइरहेको छ। यो माछा मार्नको लागि यति धुवा पनि गर्नुपर्ने। माछा मारिसकेपछि हाल्नको लागि यो ब्याग तयार गर्दैछन् बाजेले र डडिया पनि थापिसकेका छन्। र यो बाजेको कामलाई तपाईँहरूलाई कस्तो लाग्यो यसो भन्नु होला। बाजे अब यो ढडियाबाट माछा निकाल्नलाई आतुर भइरहेछन्। माछा त छ यसमा र कति ठुलो चाहिँ माछा रहेछ त। हुन त यो हिले माछा एकदम ठुल्ठुला माछाहरू पनि हुन्छन्। तपाईँहरूले देख्न सक्नु चल्दैछ यो माछालाई राम्रोसँग ब्यागमा हालेन भने यो भागिहाल्छ। अब ब्याग समात्न पनि एकजना मान्छे चाहियो। ल हेर्नुहोस् है त बाजेको हातबाट तपाईँहरूले माछा देखेरै छोड्नुहुनेछ। पछाडि अरू मान्छेहरू पनि माछा मार्दैछन् है।